गर्लफ्रेन्डलाई खुसी राख्नका लागि चितवनमा रहेको लन्डन ब्रिज घुमाउन लिएर गएको पसलमा जे देखे त्यही किन्ने भनेर हैरान पार्छ। माया गरेपछि भनेको मान्नै पर्यो। आज मलाई कंगाल बनाइदियो। तर जे जस्तो भए पनि लास्टमा मजा आयो। अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। बिहानै 5 बजेको जुम्बा क्लास सकाएर म गएँ चिया खानको लागि। आजको चिया चाहिँ हाम्रो सन्दीप भाइको तर्फबाट। चिया खाएर घर जाँदाखेरि मैले बाटोमा एउटा भाइ भेटेँ जुन मेरो भिडियो हेर्दो रहेछ। त्यसपछि उनलाई लिएर म गएँ नारायणघाट। आज मैले उनलाई बिना भिजा र बिना पासपोर्टको लन्डन घुमाउनेवाला। हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हजुरहरूले मेरो भिडियोलाई एकदमै माया दिनु भएको छ। साथीहरू, हजुरहरूलाई मेरो मिनी भ्लग राम्रो लाग्छ कि लाग्दैन भनेर कमेन्ट गरिदिनु होला। र आजको मिनी भ्लगको फुल भ्लग हेर्नको लागि युट्युबमा जानु होला। युट्युब नेम अजय पुन मगर। मनिषालाई लिएर म पुगेँ नारायणघाट पुगेपछि नारायण तीरमा यसो कपाल भिडियो बनाउने भनेर भनिन् मनिषाले। र मैले भिडियो बनाउनको लागि माने पनि। तर केटीहरू हुन्छ नि त, अनेक गर्न लगाउँछ कि भनेको भिडियो। गाह्रो छ हौ, गाह्रो यो लभ गर्न पनि। माया गरेपछि यसरी दुनियाँको अगाडि हात समातेर हिँड्न सक्नु पर्छ भन्ने चाहिँ मलाई लाग्छ। दुनियाँको अगाडि हो यो मेरो मान्छे हो, यसलाई मैले धेरै नै माया गर्छु भनेर भन्न नसक्नेले के माया गर्नु हैन। म त छाती ठोकेर भन्न सक्छु कि सी इज माई गर्ल भनेर। लन्डन ब्रिज त बाहिरबाट नि हेर्न मिल्छ, तर हामीलाई त ब्रिज माथि चढ्न थियो, त्यसैले हामीले टिकट काट्यौं। भिडियोमा हेर्दा त राम्रो थियो, तर अगाडि आउँदाखेरि त राम्रो लागेन भनेर मनिषाले भनिन्। अब के गर्नु, 100 रुपियाँको टिकट काटेर भित्र छिरेछ, टिकटको पैसा त वसुल गर्नै पर्यो। त्यसैले हामी गयौँ रिभर साइडतिर भिडियो बनाउनको लागि। ओएमजी, मैले लाइफमा सोचेको थिएन कि म यति विधि पुगी हुन्छु भनेर। केटाहरू अल्फा मेल सिग्मा मेल बनेर हिँड्छ नि, जब उसको पसन्दिदा औरत आउँछ नि, त्यसपछि सब अल्फा मेल सिग्मा मेल गायब हुन्छ। अनि त्यसपछि अरूको देख्दाखेरि जस्तो हरकतहरू क्रिन्ज लाग्थ्यो नि, त्यही हरकतहरू गर्न मन लाग्छ कि। मलाई पनि हुन्थ्यो अरूको देख्दाखेरि कस्तो चटक पारेको नाटक पारेको नौटङ्कीहरू भनेर। जब आफ्नो लभ पर्यो त्यसपछि त पागल प्रेमी हुन। अनि जति पनि जनाले कमेन्ट गर्नुहुन्छ नि त, अरूको हेर्दै मक्ख हुने, हाम्रो पालो कहिले आउँछ, हामी त सिंगलले मर्ने भयो भनेर। डोन्ट वरी गाइज, हजुरहरूको पनि पालो आउँछ। अनि कोही साथीहरूले कमेन्ट गर्नुहुन्छ कि नदेखाऊ, जम्मै देखाउन जरुरी छैन, नजर लाग्छ यताउता भनेर। बट मलाई यस्तो लाग्छ कि भोलि पर्सि गएर मेरो छोराछोरीले आफ्नो बाबुआमाको लभ स्टोरी हेर्न पाओस्। महोत्सव घुमेर घर फर्किँदाखेरि मान्छेलाई चप्पल किन्न मन लाग्यो भने, बट चप्पल राम्रो लागेन रे, त्यसैले मैले उसको लागि एउटा काँटा हेरिदिएँ। उनलाई एकदमै मन पर्यो भने, त्यसैले मैले उनलाई काँटा किनिदिएँ। र घरमा एउटा बाटा चाहिएको कारणले मान्छेले बाटा हेरिन्, बाटा पनि किनियो। त्यसपछि हाम्रो भ्युअरहरू भेटे, भ्युअरहरूसँग फोटो पनि खिचे। ओभर जाडो बढेछ नि त, त्यसैले मान्छेलाई ट्र्याकको जरुरत छ, त्यही भएर एउटा ट्र्याक पनि किनिदिए र आफ्नो लागि एउटा जुत्ता पनि किने। अनि मान्छेले एउटा टावल पनि किनौँ भनेर भन्यो, टावल पनि किनियो। त्यसपछि हामी सिधै लाग्यौँ घरतिर। घर जानुभन्दा अगाडि खाजा त खानु पर्यो, दिनभरि भोकै। एकअर्कालाई आफ्नो हातले खाजा खुलाउँदै हामी रोमान्टिक मोमेन्ट सेयर गरेर राख्यौँ। तर अगाडिबाट हेर्दाखेरि त एउटा बच्चा रुइरहेको रहेछ, बिचरा सिंगल रहेछ नि त, त्यही कारणले। अनि साथीहरू, कसैलाई पेड प्रमोसन गर्नु छ भने मलाई डीएम गर्नु होला। इन्स्टा फेसबुक दुबईमा नाम अजय पुन मगर। र यसको फुल भ्लग हेर्नको लागि युट्युब च्यानलमा जानुस्, युट्युब नेम अजय पुन मगर। अब भोलि भेटौँला अर्को मिनी भ्लगको साथमा।